हामी चाहिँ यहाँनिर पातले छाँगो डेभिड फल्समा घुम्न आइपुगेको थियौँ। मुस्ताङको चौथो दिनमा होला हामी आइपुगेको थियौँ पोखराको पातले छाँगोमा। र हामी सबैजना हेर्नलाई गयौँ। यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। यहाँ चाहिँ 50 रुपियाँ, एकजनाको 50 रुपियाँ। अनि हामी चाहिँ 8जना थियौँ। 8जनाले टिकट काटेर हामी जाँदैछौँ हेर्नलाई। यहाँ चाहिँ एकजना पर्यटनहरू अरे पर्यटन चाहिँ यहाँनिर हराएको अरे, त्यहाँनिर छाँगोमा चाहिँ पसेको अरे कि पस्नुभएको अरे। अनि त्यही भएर डेभिड फल्स भनेको रहेछ। यहाँ चाहिँ अनि सेमलिङमा पनि जाँदैछ। यहाँनिर सबैजना हामी गइरहेछौँ। भ्यू चाहिँ धेरै गहिरो छ कि, धेरै गहिरो कस्तो छाँगा छ यहाँ चाहिँ। र सबैजना धेरैजना हेर्नलाई यहाँनिर आउनु भएको छ। यहाँ लामा दाइहरू पनि हुनुहुन्छ। यहाँदेखि यसो हेर्दाखेरि पनि नदेखिने कस्तो सेतो कलरको खोला चाहिँ छ र झर्ना रहेछ। यहाँभित्र चाहिँ कस्तो छ कि धेरै गहिरो छ। यहाँनिर यस्तरी झरेर चाहिँ यो चाहिँ फेरि तल गोपेश्वर मन्दिरमा जाँदो रहेछ। यो चाहिँ लास्टमा गोपेश्वर मन्दिरको पनि त्यो यसको पनि म भिडियो बनाएर देखाउने छु। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला हजुरहरू। हामी चाहिँ यो लास्टमा हेरिसकेर फर्किँदाखेरिको यो चाहिँ क्लिप हो कि। हामी सबैजना